हेलो साथीहरू नमस्ते। थानकोटको भ्यू हेर्नु कस्तो राम्रो छ। हामी माथि हावा खान जान लागेको जङ्गलको बाटो हिँडिरहेको छौँ। हेर्नु न हाम्रो घर चाहिँ यस्तै पहाड छ है प्रशान्त। यस्तै डाँडो छ कि छैन? जे खानु नि मान्छे छ कि फेरि छैन होला। हामी सर्टकट बाटो आएको। बाइक आउने बाटो छन त हामी चाहिँ पनि सर्टकट बाटो आएको। हेर्नु काठमाडौँको भ्यू हरियाली डाँडा पाखा राम्रो देखिन्छ। हजुरहरू नजिकै हुनुहुन्छ भने एकचोटि आउनु होला। थानकोटको यतातिर राम्रो भ्यूहरू छ, राम्रो देखिन्छ। हेर्नु जता हेऱ्यो हरियाली डाँडा पाखा। अनि हामी यता यसो हिँडेर माथि जान लाग्यो। दिदी बस्नुभयो। हाम्रो दिदी थकाइ लाग्यो र थकाइ मार्न बस्नुभयो। जता हेऱ्यो नि हरियाली हरियाली राम्रो छ ठाउँ घुम्नलाई, हावा खान। अलि फुटाउनु हुन्छ कि त छ के जुठो खायो प्रशान्तले। आफै तर्सिस क्या अब दिदी र छोराले मेरो बिल्ला हान्न सुरु गरेन्। जो खाए नि भिडियो बनाउँछ भन्ने कुरा गरिरहेछन्। मैले भिडियो बनाएको भएर उता हिमाल छ, हिमाल देखाउने कोसिस गरेको, हिमालै देखिँदैन। नभए हजुर काठमाडौँमा बसेर बाख्रा गोठालो भएछस् है प्रशान्त? ए प्रशान्त, काठमाडौँमा बसेर बाख्रा गोठालो भएछस्? हिमाल के देखाउने? अब हामी माथि मन्दिरमा गइरहेका छौँ। त्यो देखिने चाहिँ मन्दिर हो। मन्दिरको नाम चाहिँ चन्द्रिका देवी हो। यता यो धादिङ साइड, यता चाहिँ काठमाडौँ साइड। दुईतिरै साइडको चिनेर्न पाउँछ। यो चाहिँ काठमाडौँ थानकोट साइड हो। अनि यतापट्टि चाहिँ अलि एकछिनमा देखिन्छ। यो चाहिँ मन्दिर चन्द्रिका देवीको मन्दिर हो। मैले उयो चाहिँ मन्दिर हो चन्द्रिका देवीको। धादिङ साइड यो चाहिँ धादिङ। बुवाहरू भेटिनु भएको थियो बाटोमा। चिन्न त चिन्या छैन, तै पनि बाबुलाई चक्लेट दिएर पठाउँ। राम्रो बनाएछ है। अझ यहाँनिर लड्न खोजेको यस्तोमा सिधै तलतिर खोज्नु जानु पर्थ्यो। दिलले फुल टिपेको देखाइदिन्छु अब म। के पत्ता लगाउन गाह्रो अरे। तर यो बालुवामा जति छोप्यो नि दिदी माटोले त्यति उ गर्दै जान्छ नि, राम्रो हुँदै जान्छ। यसको जला के अरे हाङ्गामा नि फल्छ के। खुट्टा उ भयो, अलिक दुख्न थाल्यो क्या हो। अब हामी भिडियोको अन्तमा छौँ। हस् माया गरिदिनु होला। मेरो पहिलो भ्लग हो र माया गरिदिनु, सपोर्ट गरिदिनु होला सबैलाई। अनि यहाँसम्म भ्लगहरू हेरिदिनु भयो, भिडियो हेरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। सपोर्ट चाहिँ गरिदिनु होला है। जङ्गलमा नाटक नगरे बाघ आउँछ त्यस्तो। त्यतातिर जाने नगरे बाघ आउँछ फेरि।